Hello everyone, welcome back to our Python learning series. आजको लेक्चरमा हामी पाइथनको टपल्स सिक्नेछौँ। यो टपिक्स बिगिनरहरूको लागि धेरै इम्पोर्टेन्ट छ किनभने टपल पाइथनको बेसिक डाटा स्ट्रक्चर हो। टपल भनेको के हो त? टपल इज अ कलेक्सन्स इन अ पाइथन. इट इज अर्डरेड, इम्युटेबल एन्ड अलवेज डुप्लिकेट भ्यालु। यसको मतलब चाहिँ यो चेन्ज गर्न मिल्दैन। क्यान नट बी, इम्युटेबलको मिनिङ्स चाहिँ क्यान नट बी चेन्ज आइटम, यसको भित्र भएको आइटमलाई चेन्ज गर्न मिल्दैन। अर्डरेड भन्नाले चाहिँ आइटम ह्याभ फिक्स पोजिसन्स। यहाँ हजुरले देख्न सक्नुहुन्छ एप्पल फर्स्टमा छ, बनाना सेकेन्डमा छ, अनि यो अर्डर चेन्ज हुँदैन। आउटपुट पनि त्यही अर्डरमा आउँछ, हेर्न सक्छौँ है त। जस्तै सिटी कल्टो स्मलमा हुन्छ है, जहिले पनि स्मल ब्राकेट युज हुन्छ टपल युज गर्दाखेरि। लिस्टमा चाहिँ स्क्वायर ब्राकेट हुन्छ है। काठमाडौँ, पोखरा एन्ड विराटनगर। अब हामीले यसलाई प्रिन्ट गरेर हेरौँ है। प्रिन्ट सिटी, हेर्न सक्नुहुन्छ काठमाडौँ, पोखरा एन्ड विराटनगर। एप्पल हेर्नु फर्स्ट अर्डर अनुसार फर्स्टमै थियो होइन, यो पनि आउटपुट आउँदा पनि फर्स्टमै आयो होइन, सेकेन्डमा थियो सेकेन्डमै आयो। यो अर्डर मिलाएर नै हुन्छ कि, यसमा चाहिँ चेन्ज हुँदैन, यो अर्डर रेट हुन्छ। एन्ड इम्युटेबल, हामीले यसलाई चेन्ज गर्न नै मिल्दैन। इफ चेन्ज गर्नु पर्यो भने चाहिँ लिस्टमा कन्भर्ट गर्नुपर्ने हुन्छ। पछि हामीले हेर्नेछौँ। टप्पल लेन्थ, अब टप्पलको लेन्थ पत्ता कसरी लगाउने त? टप्पलभित्र कतिवटा आइटम छ भनेर हेर्न पाइथनमा लेन्थ एलएन फङ्सन्स युज गरिन्छ। जस्तै हेर्न सक्नुहुन्छ अघिको हाम्रो इक्जाम्पल भयो लेन्थ एलएन लेन्थ सिटी गरौँ है। कतिवटा आइछ त? यहाँ 3 देखायो होइन, आउटपुटमा 3 आयो किनभने टप्पलमा 3 वटा आइटम छ, काठमाडौँ, पोखरा एन्ड विराटनगर। हामीले यसरी टप्पलको लेन्थ पत्ता लगाउन सकिन्छ, आइटमहरूको कतिवटा छ भनेर पत्ता लगाउन सकिन्छ। टप्पल विथ 1 आइटम्स, हामीले बेसिक धेरै इम्पोर्टेन्स कुरा हो, जान्नै पर्ने होइन। अ कमा इज अ मेन्डेटरी फर अ सिंगल आइटम टप्पल। टप्पलमा कमा चाहिँ मेन्डेटरी हुन्छ कि एउटा सिंगल आइटममा। जस्तै यहाँ हेर्न सक्नुहुन्छ इक्जाम्पलमा एप्पल छ होइन, विथआउट कमा। त्यो चाहिँ के हुन्छ भन्दा इफ विथआउट कमा भयो भने त्यसलाई चाहिँ हामीले स्ट्रिङ मानिन्छ कि। जस्तै अब हेरौँ है त, हामीले जस्तै एउटा आइटमलाई असाइन गर्यौँ होइन, सिटी इक्वल टु काठमाडौँ, यो स्मल ब्राकेटभित्र काठमाडौँ मात्र असाइन गर्यौँ। अब हामीले यो कमा नदेखिन गरौँ है त। सिटीको टाइप के हो भन्दाखेरि अब के देखाउँछ, कमा नदेखिन गरौँ फर्स्टमा, एन्ड देन हामी कमा दिएर गराउँछ। यसको टाइप के देखाउँछ त? आर यु गेस गाइज? हेर्नु है, यहाँ देखाइरहेको छ स्ट्रिङ होइन, स्ट्रिङ टाइपको भयो। जब हामीले कमा दिँदैनौँ यसले चाहिँ स्ट्रिङ बिहेभियर देखाउँछ कि स्ट्रिङ हो भन्ने जनाउँछ। अनि हामी अब यसलाई हेर्नु, कमा दिएर हेरौँ है त। अब यो चाहिँ सरी बाहिरपट्टि दिनुपर्छ, मैले यता भित्रपट्टि दिएछु। अब हेर्नु त, यसमा चाहिँ टप्पल भनेर यो डेटा टाइप चाहिँ कस्तो भयो? टप्पल डेटा टाइप्स भयो। लिस्ट र टप्पलमा चाहिँ यही फरक हो है। यो स्मल ब्राकेट युज हुन्छ होइन, त्यसमा चाहिँ के हुन्छ, स्क्वायर ब्राकेट युज हुन्थ्यो होइन। हजुरहरूलाई कुनै कुनै इन्टरभ्यूमा स्मल कुराहरू पनि सोध्न सक्छ होइन, टप्पल र लिस्टमा के डिफ्रेन्स छ। अनि लिस्टमा हामीले चाहिँ भेल्यु चेन्ज गर्न मिल्थ्यो होइन, यसमा चाहिँ भेल्यु चेन्ज गर्न मिल्दैन, आइटमहरू चेन्ज गर्न मिल्दैन, जुन चेन्जेबल हुँदैन।
वान आइटम टपल बनाउँदा चाहिँ कमा चाहिँ कम्पलसरी हुन्छ। टपल डाटा टाइप्स, टपलमा जुन सुकै डाटा टाइप्स पनि राख्न मिल्छ। स्ट्रिङ, नम्बर, बुलेन सबै मिक्स गर्न मिल्छ। जस्तै अब हजुरहरूले हेर्न सक्नुहुन्छ, अब हामीले इक्जाम्पलमा हेरौँ है त। 1 and अब हामीले यो स्ट्रिङहरू इन्टिजर भेल्यु जुनसुकै राख्दा पनि, सरी है यो टाइप्स देखाएको टपल भनेर देखायो होइन। अब सिटी प्रिन्ट गरौँ है त। हेर्न सक्नुहुन्छ काठमाडौँ 1 एन्ड नेपाल जुनसुकै डाटा टाइप्सलाई पनि यसले चाहिँ एक्सेप्ट गर्छ। अनि यही टपलभित्र चाहिँ जुनसुकै डाटा टाइप्स पनि स्टोर गर्न मिल्यो होइन। कुन भेरिएबल टपल हो कि होइन भनेर चेक गर्नलाई चाहिँ टाइप्स युज गरिन्छ, टाइप्स फङ्सन्स युज गरिन्छ। टपल आर अब्जेक्ट अफ टाइप्स टपल। अनि यो भेरिएबल चाहिँ टपल्स हो कि नै भनेर हेर्नको लागि चाहिँ टाइप्स फङ्सन्स युज गरिन्छ। अघि हामीले हेरिरहेको थियौँ होइन। अब यो हेर्न सक्नुहुन्छ, जस्तै टाइप फङ्सन्स अघि पनि हामीले हेरेको थियौँ भर्खरै। के देखायो, क्लास टपल देखायो नि त। यसरी हेर्न सक्छौँ। टपल बनाउने अर्को तरिका पनि छ, क्रिएट अ कन्स्ट्रक्टर। क्रिएट अ टपल युजिङ अ टपल कन्स्ट्रक्टर। हामीले टपल कन्स्ट्रक्टर युज गरेर चाहिँ हामीले चाहिँ टपल क्रिएट गर्न सक्छौँ। युज टपल टु क्रिएट अ टपल, डबल ब्राकेट्स रिक्वायर्ड। डबल स्मल ब्राकेट्स रिक्वायर्ड हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ इक्जाम्पलमा, दिस टपल इक्वल टु टपल स्मल डबल ब्राकेट्स एन्ड बनाना चेरी गरेर। जस्तै अब यहाँ हेरौँ है, सिटी भयो टपल, ओके। अब यसको आउटपुट हेरौँ है त। टपल टाइपको भेरिएबल हो कि नै, टपल हो नि त, टाइप्स अफ टपल। यसरी पनि हामीले टपल क्रिएट गर्न सक्छौँ, टपल भेरिएबल बनाउन सक्छौँ। अब हामीले चाहिँ टपलको आइटमलाई चाहिँ कसरी एसेस गर्ने त। टपलको आइटम एसेस गर्नको लागि इन्डेक्स नम्बर युज हुन्छ। इन्डेक्स अलवेज 0बाट स्टार्ट हुन्छ। जस्तै लाइक यहाँ छ नि, सिटी इक्वल टु टपल काठमाडौँ 1 एन्ड नेपाल। अब हामीले यसको एउटा आइटमलाई एक्सेस गरौँ है। जस्तै प्रिन्ट सिटी 1 गरौँ। अनि एउटा आइटमलाई एक्सेस गर्नु पर्यो भने चाहिँ कसरी गर्ने त? 1 होइन, 1 भनेको इन्डेक्स 0 भनेको काठमाडौँ, इन्डेक्स 1 भनेको 1 भयो, इन्डेक्स 2 भनेको नेपाल भयो। किनभने इन्डेक्स 1 भनेको चाहिँ सेकेन्ड आइटम्स हो। यो सेकेन्ड आइटम चाहिँ 1 हो है। अब चाहिँ हामीले टपल एसेस गर्ने कसरी भनेर बुझ्यौँ होइन। अब नेगेटिभ इन्डेक्सिङ युज गरेर पनि हामीले चाहिँ टपल एसेस गर्न मिल्छ। जस्तै -1 युज गरे, -1 इन्डेक्स युज गऱ्यो भने लास्ट आइटम एक्सेस हुन्छ भने -2 सेकेन्ड लास्ट। जस्तै यहाँ हेर्न सक्नुहुन्छ, जस्तै -1 गरौँ है त। -1 गरौँ, ओके। आउटपुट के आयो, नेपाल आयो होइन। यसले चाहिँ कुन आइटम्सलाई एक्सेस गर्यो त, नेपाललाई एक्सेस गर्यो। रेन्ज अफ इन्डेक्स, स्टार्ट इन्डेक्स इन्क्लुड एन्ड इन इन्डेक्स इन्क्लुड हुन्छ।
है, जसमा चाहिँ हामीले चाहिँ मल्टिपल आइटम एकैचोटि निकाल्न सलाइसिङ पनि युज गर्छौँ हुन्छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ, जस्तै काठमाडौँ, वान, नेपाल छ होइन, अनि एसिया इज ओके। काठमाडौँ, नेपाल, एसिया यसरी छ भने अब यसलाई चाहिँ हामीले कसरी गर्न सक्छौँ भन्दा यहाँ हेर्न सक्नुहुन्छ, जस्तै प्रिन्ट दिस यहाँ देखेको छ नि, दिस टप्पल इक्वल टु एप्पल, बनाना, चेरी, ओरेन्ज एन्ड किवी छ। प्रिन्ट दिस टप्पल टु टुथ फु गऱ्यो होइन। यस्तै गरेर हामीले जुन टप्पललाई पनि सलाइस गरेर कुनै भागलाई चाहिँ निकाल्न सकिन्छ कि एउटा भाग। ल हेर्नु है, जस्तै सिटी सरी 1 इज टु 4 गरौँ है त। यो गर्दाखेरि चाहिँ सलाइस भएर जुन काठमाडौँ छोड्यो होइन, काठमाडौँ आएन, 1 नेपाल एन्ड एसिया आयो। 4 सम्म भन्न खोजेको चाहिँ 1 इन्डेक्सदेखि 3 इन्डेक्ससम्मको भेल्यु चाहिँ यहाँ प्रिन्ट भएर आयो आउटपुटमा। यसै गरी हामीले चाहिँ सलाइसिङ पनि गर्न सकिन्छ। अपडेट टप्पल वर्क एराउन्ड, जस्तै अब टप्पललाई अपडेट गर्नु पर्यो भने चाहिँ टप्पल आर इम्युटेबल, चेन्ज त हुँदैन। कन्भर्ट टु लिस्ट, पहिला सुरुमा चाहिँ कन्भर्ट गर्नु पर्यो लिस्टमा, एन्ड मोडिफाई गर्नु पर्यो, एन्ड कन्भर्ट ब्याक गर्नु पर्यो। यसरी हामीले चाहिँ टप्पललाई चाहिँ एउटा अपडेट गर्न चाहिँ सक्छौँ। तर चाहिँ यो चाहिँ टप्पललाई नै चाहिँ हामीले चाहिँ चेन्ज गर्न चाहिँ सक्दैनौँ। सुरुमा हामीले लिस्टमा कन्भर्ट गर्छौँ, एन्ड देन लिस्टलाई हामीले मोडिफाई गर्छौँ, त्यसपछि फेरि त्यो लिस्टलाई चाहिँ हामीले चाहिँ केमा चेन्ज गर्छौँ त, टप्पलमा चेन्ज गर्छौँ। यसरी चाहिँ अपडेट चाहिँ गर्न मिल्छ टप्पललाई। अब हामी कसरी गर्ने त, हामी इक्जाम्पलमै हेर्छौँ है त। जस्तै यसलाई कमेन्ट गरिदिउँ, सरी कमेन्ट आउट गरिदिउँ, अनि नेक्स्ट हामीले चाहिँ यसरी लिस्टमा कन्भर्ट गर्छौँ। टेम्प इक्वल टु लिस्ट सिटी गरेर चाहिँ हामीले चाहिँ यसलाई लिस्टमा कन्भर्ट गर्यौँ होइन। टेम्प 1 इक्वल टु चाहिँ अमेरिका गऱ्यौँ। अब फेरि हामीले चाहिँ के गर्छौँ त, अब फेरि सिटीलाई चाहिँ टप्पलमा कन्भर्ट जुन अहिले हामीले लिस्टमा कन्भर्ट गऱ्यौँ होइन, अनि अब फेरि यसलाई फेरि टप्पलमै फेरि ब्याक जान्छ होइन, अनि त्यसपछि यसलाई प्रिन्ट गरेर आउँछौँ। यसरी हामीले अपडेट गर्न चाहिँ मिल्छ। तर हामीले लिस्टमा कन्भर्ट नगरिकन चाहिँ टप्पललाई चाहिँ हामीले अपडेट गर्न मिल्दैन है त। यो कुरा चाहिँ मोस्ट इम्पोर्टेन्ट कन्सेप्ट हो, यो याद गर्नुपर्छ। स्मल स्मल कुराहरू पनि याद गर्यो भने बल्ल हामी चाहिँ एउटा राम्रो डेभलोपर बन्न सकिन्छ। यसरी हामीले चाहिँ टप्पललाई अपडेट गर्न सक्छौँ। तर टप्पललाई अपडेट डाइरेक्ट चाहिँ गर्न सक्दैनौँ। पहिला लिस्टमा कन्भर्ट गर्छौँ, अनि लिस्टलाई अपडेट गर्छौँ, चेन्ज गर्छौँ, त्यसपछि चाहिँ हामीले चाहिँ फेरि त्यो लिस्टलाई चाहिँ टप्पलमा कन्भर्ट गरेर यहाँ हेर्न सक्नुहुन्छ। सुरुमा हामीले के गर्यौँ, यसलाई लिस्टमा कन्भर्ट गऱ्यौँ। सिटीमा भएको भेरिएबललाई चाहिँ हामीले चाहिँ लिस्टमा टेम्प भन्नेमा स्टोर गरायौँ होइन, अनि यसलाई चाहिँ लिस्टमा कन्भर्ट गऱ्यौँ। त्यसपछि लिस्टमा कन्भर्ट गरिसकेपछि यसलाई चाहिँ चेन्ज गऱ्यौँ 1 इन्डेक्समा भएको भेल्युलाई। जस्तै अमेरिका भन्ने छ होइन,
अब फेरि त्यस्तो भेललाई चाहिँ फेरि हामीले चाहिँ ब्याक गएर फेरि टप्पल बनायौँ। टप्पल बनाइसकेपछि फेरि हामीले चाहिँ त्यही टप्पललाई चाहिँ फेरि प्रिन्ट गरायौँ र फेरि अपडेट गर्यो। यसरी हामीले अपडेट गर्न चाहिँ मिल्छ है। अब एड आइटम टु टप्पल। अब आइटम चाहिँ कसरी टप्पलमा एड गर्ने त भन्दाखेरि चाहिँ टप्पलमा एपेन्ड हुँदैन है। एपेन्ड मेथड हुँदैन। सो सेम ट्रिक युज हुन्छ। जस्तै आइटम एड गर्नु पर्यो भने यहाँ हेर्न सक्नुहुन्छ कन्भर्ट टु लिस्ट। अघिकै हामीले जुन उस गऱ्यौँ नि अपडेट गऱ्यौँ नि त्यही मेथड जस्तै अब हामीले चाहिँ कन्भर्ट लिस्टमा गरेर एन्ड त्यसरी हामीले चाहिँ एड गर्न मिल्छ एउटा मेथड। अर्को मेथड चाहिँ फेरि हाम्रो चाहिँ के हुनसक्छ त एड गर्नलाई चाहिँ प्लस साइन युज पनि गर्न सक्छौँ। जस्तै अघिको जस्तै ट्रिक लगाउन सक्यो होइन। जस्तै अब यो लिस्टमा हामीले कन्भर्ट गरेका छौँ। अब हामीले चाहिँ बल्ल लिस्टमा कन्भर्ट गरेपछि चाहिँ एपेन्ड युज गर्न लिस्टलाई चाहिँ एपेन्ड युज गर्न मिल्यो। वाइ डट एपेन्ड डट ओरेन्ज भनिरहेको छ नि त। यस्तै गरेर चाहिँ टेम डट एपेन्ड डट अर्थ गरेर यसरी नै हामीले अपडेट गर्न मिल्छ। तर हामीले चाहिँ लिस्टमा कन्भर्ट गर्नुपर्छ। बुझ्नुभयो नि। एड गर्दाखेरि चाहिँ हामीले चाहिँ लिस्टमा कन्भर्ट गर्नु पर्यो। यो चाहिँ लास्टमा आएर बस्छ है त। यसरी गर्न मिल्छ। अदरवाइज हामीले चाहिँ डाइरेक्ट गर्नु छ भने चाहिँ के गर्नु पर्यो त प्लस साइन अपरेटर युज गर्छौँ। जस्तै सिटी भयो। सरी मैले यो नि कमेन्ट गरेर राखिदिन्छु। म पछि राखिदिन्छु। ओके हामीले एड गर्न नै मिल्यो होइन। अघि मैले भनेको थिएँ नि। अनि अब हामीले चाहिँ अर्को एनोदर मेथड सरी जस्तै सिटी भयो अनि अर्को चाहिँ न्यू सिटी है। न्यू सिटी अनि हामीले यसलाई चाहिँ अब दुईटालाई कम्बाइन सिटी गरेर प्लस अपरेटरबाट जोडेर चाहिँ हामीले चाहिँ उस एड गर्न नि मिल्छ। जस्तै यहाँ छ नि त सिटी भयो न्यू सिटी भेल। जस्तै सिटी काठमाडौँ वान नेपाल एन्ड एसिया छ भने न्यू सिटी लन्डन युरोप यसरी कम्बाइन सिटी गर्दा सिटी प्लस न्यू सिटी गर्दाखेरि चाहिँ प्रिन्ट कम्बाइन सिटी गरेर पनि हामीले के गर्न मिल्यो टप्पल एड गर्न मिल्यो। काठमाडौँ वान नेपाल एसिया लन्डन यसरी हामीले चाहिँ जुन हेर्न सक्नुहुन्छ आउटपुटमा एकै ठाउँ चाहिँ एड गर्न मिल्यो है टप्पललाई। नेक्स्ट मेथड चाहिँ एड गर्ने मेथड एड टप्पल टु टप्पल यसरी एड गर्न सकिन्छ। यसरी पनि एड गर्न सकिन्छ। जस्तै यो मेथड युज गरेर यहाँ देखाइरहेको रिमुभ आइटम फ्रम टप्पल। अब टप्पललाई रिमुभ चाहिँ कसरी युज गर्ने डाइरेक्ट चाहिँ रिमुभ गर्न पोसिबल छैन। तर कन्भर्जन्स मेथड युज गरेर जस्तै लिस्टमा कन्भर्ट गरेर चाहिँ हामीले चाहिँ टप्पललाई रिमुभ गर्न सक्छौँ। यसलाई कमेन्ट गरिदिन्छु। ओके मैले गिटअपमा पोस्ट गरिदिन्छु कोड हेर्नु होला। रिमुभ टप्पल युजिङ कन्भर्जन्स मेथड होइन सिटी ओके नेक्स्ट लिस्ट रिमुभ ओके जस्तै यहाँ हेर्न सक्नुहुन्छ। सरी मेरो आज हात के भइरहेको सिटी छ काठमाडौँ वान नेपाल एसिया। अब मलाई चाहिँ वान इन्डेक्स भएको रिमुभ वान होइन
यसलाई उस गर्नु पऱ्यो भने फर्स्टमा चाहिँ के गर्नु पऱ्यो, लिस्टमा कन्भर्ट गर्नु पऱ्यो, सेम मेथडै हो अघिको जस्तै। अनि हामीले चाहिँ रिमुभ गरेर पनि मिल्छ, हेर्न सक्नुहुन्छ यो आउटपुट। हाम्रो चाहिँ 1 इन्डेक्समा भएको 1 चाहिँ रिमुभ भएर काठमाडौँ, नेपाल र एसिया मात्र आयो। यसरी हामीले रिमुभ गर्न मिल्छ, तर डाइरेक्ट चाहिँ रिमुभ गर्न मिल्दैन। अनि इफ टप्पललाई डिलिट गर्नु पऱ्यो भने डेल डिइएल वाला चाहिँ मेथड चाहिँ युज गर्न सक्नुहुन्छ। जस्तै ओके, डेल सिटी गर्नुभयो भने चाहिँ यो चाहिँ के हुन्छ त, प्रिन्ट सिटी भन्यो नि। अब चाहिँ यो डिलिट भयो कि नेम सिटी इज नट डिफाइन्ड, किन भन्दाखेरि यो चाहिँ सिटी भन्ने जुन यो उस हुन्छ टप्पल भेरिएबल छ त्यो चाहिँ डिलिट भइसक्यो, पर्मानेन्टली डिलिट भयो। जस्तै अनप्याकेजिङ टप्पललाई अनप्याकेजिङ कसरी गर्ने त, सुरुमा त अनप्याकेजिङ भनेको के हो त भन्ने बुझौँ है। टप्पलको भेल्यु अलग अलग भेरिएबलमा राख्नु नै अनप्याकेजिङ गर्नु। जस्तै हामीसँग के छ, अनप्याकिङ टप्पल फ्रुट म्याङ्गो म्याङ्गो एप्पल बनाना। अब हामीले चाहिँ अनप्याक चाहिँ कसरी गर्न सक्छौँ त, जस्तै फ्रुट 1 कमा फ्रुट 2 कमा फ्रुट 3 गरेर। जस्तै अब प्रिन्ट फ्रुट 1, अब यसको आउटपुट के आउँछ त, ल हेर्न सक्नुहुन्छ है। पाइथन टप्पल डट पी है म्याङ्गो आयो। अनप्याक गरेर एउटा भेल्युलाई पनि प्रिन्ट गर्न सकिन्छ। यसरी हामीले अनप्याक गर्न सकिन्छ। यहाँ देख्नुभयो फ्रुट 1 फ्रुट 2 फ्रुट 3 गरेर इक्वल टु फ्रुट, जतिवटा यहाँ चाहिँ भेल्यु छ त्यतिवटा हामीले भेरिएबल बनाइन्छ। यहाँ फ्रुट भन्ने भेरिएबलभित्र जतिवटा भेल्यु छ त्यसरी हामीले अनप्याक गर्न मिल्छ है। भेरिएबल काउन्ट र आइटम काउन्ट चाहिँ सेम हुनुपर्छ अनप्याक गर्ने बेलामा। एबिसी होइन, यो र आइटम काउन्ट चाहिँ जस्तै एबिसी भयो, अनि यो एप्पल बनाना चेरी भन्ने आइटम काउन्ट चाहिँ सेम हुनु पर्यो है अनप्याक गर्ने बेलामा, यो चाहिँ ख्याल गर्नु होला। अब चाहिँ हामीले चाहिँ अनप्याकिङ विथ ह्यास्टिकले पनि बाँकी भेल्यु, अनप्याकिङ विथ ह्यास्टिकले पनि बाँकी भेल्युहरूलाई चाहिँ के गर्छ, लिस्टमा कलेक्ट गर्छ है। अनप्याक गर्दाखेरि हामीले ह्यास्टिक युज गऱ्यौँ, जस्तै एबिसी ह्यास्टिक फ्रुट भनेर टन्नै भेरिएबल, जस्तै एउटा भेल्यु छ भेरिएबल छ, त्यस भेरिएबलभित्र टन्नै भेल्यु छ। अब हामीले यसलाई अनप्याक गर्दाखेरि चाहिँ जस्तै अब तिनवटाले मात्रै ह्यास्टिक गर्यो एबी अनि ह्यास्टिक सी गऱ्यो भने चाहिँ के भयो, एप्पल बनाना भनेर चाहिँ अर्डर अनुसार आउँछ। त्यसपछि बाँकी रहेको भेल्युहरू चेरी एन्ड म्याङ्गो चाहिँ अर्कोमा गएर प्रिन्ट हुन्छ, सीमा गएर लिस्टमा गएर स्टोर हुन्छ। जस्तै अब एउटा इक्जाम्पल हेरौँ है। नेम्स राम श्याम हरि गीता सीता होइन,
name 1 comma name 2 comma asterisk others equal to names गऱ्यौँ हैन। अब प्रिन्ट नेम 1 गऱ्यौँ। ओके नेक्स्ट प्रिन्ट अदर्स गरौँ है। अब कसरी प्रिन्ट हुन्छ नेम 2 वेट मिनेट नेम 1 इट्स ओके। यसरी हामीले अब प्रिन्ट गराएर हेरौँ है त। यहाँ हेर्न सक्नुहुन्छ नेम 1 भित्र चाहिँ राम प्रिन्ट भइसक्यो, नेम 2 मा चाहिँ श्याम प्रिन्ट भयो, अनि अरु बाँकी चाहिँ कहाँ ओदर्समा गयो। ह्यास्टिक युज गरेपछि ह्यास्टिक ओदर भनेपछि अरु बाँकी रहेको चाहिँ हरि गीता सीता चाहिँ अरुमा गएर लिस्टमा गएर बस्यो हैन। यसरी हामीले अनप्याक गर्न सकिन्छ। अब चाहिँ लुप चाहिँ कसरी युज गर्ने त टपल भित्र भन्दाखेरि चाहिँ फर यक्स इन एप्पल बनाना चेरी प्रिन्ट यक्स गर्यो भने चाहिँ के हुन्छ 1 by 1 प्रिन्ट हुन्छ। जस्तै लाइक अब animals cat and dog for animals in animals ओके प्रिन्ट एनिमल गर्यो भने चाहिँ के हुने भयो त हामीसँग 1 by 1 प्रिन्ट गर्ने भयो क्याट डग एन्ड डग। यसरी हामीले फर लुप पनि युज गर्न सक्छौं। एन्ड व्हाइल लुप चाहिँ कसरी युज गर्छौं भन्दा टपल भित्र I equal to 0 while index while I greater length animals print animals I one sorry wait a minute इन्डेन्टेसन्स एरर आइरहेको छ मिनेट पक्कै मलाई त्यसै लाग्यो यस इन्डेन्टेसन्स एरर आइरहेको छ ओके। अब पाइथनमा चाहिँ इन्डेन्टेसन्स एररमा चाहिँ एकदम ख्याल गर्नुपर्छ के जस्तै अघि स्पेस मिलेन नि त अनि इन्डेन्टेसन्स एरर आयो त्यहाँदेखि लेखिदिएको नि हुन्छ थाहा भइहाल्छ क्याट डग ऱ्याबिट भनेर चाहिँ आइसक्यो होइन। यसरी हामीले चाहिँ वाइल लुप पनि युज गर्न सक्छौँ टपल भित्र। अनि जोइन अ टपल टपललाई जोइन कसरी गर्ने त टपल 3 इक्वल टु टपल 1 प्लस टपल 2 गरेर पनि हामीले टपललाई जोइन गर्न सक्छौँ। एन्ड मल्टिप्लाई टपल जस्तै टपल जोइन
जोइन टपल होइन टपल 1 टपल 1 भेल्यु एन्ड टपल 2 भेल्यु एन्ड टपल 3 इक्वल टु टपल 1 प्लस टपल 2 गरेर हामीले चाहिँ यसरी जोइन गर्न नि मिल्छ है सरी प्रिन्ट टपल 3 एबिसी एन्ड 1 2 3 जोइन भएर आयो नि त यसरी हामीले टप्पललाई जोइन गर्न मिल्छ एन्ड मल्टिप्लाई टप्पललाई मल्टिप्लाई गर्यो भने के हुन्छ त ल अब हेरौँ है त मल्टिप्लाई बाई टप्पल टप्पल 1 equal to a so okay टप्पल 2 equal to टप्पल 1 into 3 गरौँ है त प्रिन्ट टप्पल 2 हामीले मल्टिप्लाई गर्दाखेरि आउटपुट के आउँछ त हेरौँ है त मल्टिप्लाई बाई टप्पल एबिसी 3 टाइम्स उस भयो के प्रिन्ट भयो बिसी भयो फेरि बिसी भयो अब 2 गरौँ 2 गरेर हेर्दाखेरि चाहिँ बिसी भनेर यसरी चाहिँ टप्पल मल्टिप्लाई गर्न पनि मिल्छ है मल्टिप्लाई चाहिँ हामीले चाहिँ के को लागि युज हुन्छ भन्दाखेरि टप्पललाई रिपिट गर्ने युज गरिन्छ जोइन टप्पल मेथडहरू चाहिँ बेसिकली दुईवटा हुन्छ काउन्ट एन्ड इन्डेक्स काउन्ट र इन्डेक्स चाहिँ डाइरेक्ट पनि युज गर्न मिल्छ टप्पलमा है जस्तै टप्पल काउन्ट fruit and banana and mango okay count equal to sorry direct गरिदिनु print fruits dot count mango थियो म्याङ्गो चाहिँ कहाँ कतिवटा खा त भनेर काउन्ट गर्न मिल्छ कि टप्पलभित्र लिस्टमा चाहिँ के कतिवटा छ भनेर यो चाहिँ डबल डबल लेख्न पनि मिल्छ जस्तै म्याङ्गो एप्पल बनाना म्याङ्गो ओरेन्ज एन्ड म्याङ्गो अब 3वटा छ नि त टप्पलभित्र काउन्ट पनि हुन्छ काउन्ट युज गर्न मिल्यो यसरी काउन्ट गर्न नि मिल्यो एन्ड अर्को चाहिँ नेक्स्ट भनेको चाहिँ टप्पल काउन्ट अनि हामीले अघि हेरेको थियौँ काउन्ट पछि इन्डेक्स गरेर चाहिँ हामीले टप्पललाई निकाल्न मिल्यो कि जस्तै हेर्न सक्छौ यक्स इक्वल टु 1 5 7 8 होइन त्यसपछि ओके प्रिन्ट यक्स डट इन्डेक्स 7 कति इन्डेक्समा छ त भनेर पत्ता लगाउन सक्यो कि इन्डेक्स 2 मा छ नि त 0 1 2 होइन 7 2 मा छ यसरी हामीले इन्डेक्स मेथड पनि युज गर्न सक्छौँ र
आजको लागि चाहिँ हामीले यति नै गऱ्यौँ है त। पाइथन टपल चाहिँ कन्सेप्ट चाहिँ कम्प्लिटली सकाइसक्यौँ। अब चाहिँ हामी के सिक्छौँ भन्दा नेक्स्ट भिडियोमा चाहिँ मैले चाहिँ के सिकाउँछु भन्दाखेरि चाहिँ सेट एन्ड डिक्सनरी चाहिँ मैले नेक्स्ट लेक्चरमा सिक्नेछु। अरू बाँकी पाइथनको कन्टिन्यू गर्नेछौँ। आजलाई यति, बाई बाई। एन्ड लास्टमा के भन्न चाहन्छु भन्दा भिडियो हेल्पफुल लाग्यो भने चाहिँ लाइक, सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू सो मच।